मैले भन्ने गरेको छु नेपालको सुन्दर पर्यटकीय जिल्ला पर्वत हो भनेर। म यति बेला पर्वत जिल्लाको केन्द्रभाग महाशिलामा छु। महाशिला अन्तर्गत पर्ने यो गङ्गाधर महादेव गुफामा अर्थात् ढाङढुङ्गे भनेर पनि हामीले चिन्ने गरिन्छ। यहाँनिर यसरी भौतिक संरचनाहरू बनाइएको छ र पर्वत जिल्लामा यी र यस्ता धेरै पर्यटकीय गन्तव्यहरू छन् जहाँनिर एउटा सही पहिचान हुन नसक्दा, व्यवस्थापन हुन नसक्दा, अब अझ भनौँ विशेष गरेर राज्यले त्यति धेरै चासो दिन नसक्दा यी र यस्ता धेरै भौतिक संरचनाहरू, पर्यटकीय स्थलहरू धेरै ओझेलमा परिरहेका छन्। यहाँनिर आन्तरिक तथा विशेष गरेर बाह्य पर्यटकहरूलाई, त्यसो त पर्वत घुम्न आउने धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू, पोखरा मुक्तिनाथ जाने धेरै पर्यटकहरू पर्वत आसपासमा आउने गर्नुहुन्छ र पर्वतलाई एउटा सर्किटको रूपमा पनि हामीले, पर्यटकीय हबको रूपमा पनि हामीले विकास गर्न सकिन्छ। पर्वतको कुस्मादेखि तल सेतीबेडीसम्म यो सर्किटलाई यहाँभित्र भएका विभिन्न पर्यटकीय स्थलहरूलाई समेटेर हामीले विशेष खालको पर्यटकीय एउटा योजनाहरू हामीले ल्याउन सकिन्छ। यी र यस्ता धेरै भौतिक संरचनाहरू, यी र यस्ता धेरै पर्यटकीय स्थलहरू सरकारले सही नीति ल्याएको खण्डमा, सरकारले धेरै चासो गरेको खण्डमा यी र यस्ता पर्यटकीय स्थलहरूलाई हामीले देश तथा विदेशमा विभिन्न ठाउँमा हामीले प्रचार प्रसार गरेर यी यस्ता हाम्रा पर्यटकीय स्थलहरूलाई चिनाउन सकिन्छ र यहाँबाट हामीले राम्रो आम्दानी गर्न सकिन्छ। मेरो आग्रह छ विशेष गरेर पर्वतमा सञ्चालनमा रहेको महाशिला गाउँपालिका अर्थात् महाशिला सरकार, त्यस्तै गरी विभिन्न पर्यटक क्षेत्रमा चासो दिने विभिन्न सरकारवाला निकाय, सरकारवाला व्यक्तिहरूलाई मेरो आग्रह छ यी र यस्ता भौतिक संरचनाहरू, यी र यस्ता पर्यटकीय क्षेत्रहरूलाई हामीले सही पहिचान गरेर उचित व्यवस्थापन साथै प्रचार प्रसार गर्न धेरै नै आवश्यकता मैले ठान्दछु।